के हामीले विद्यार्थीहरूलाई मुसार्दा उनीहरू खुसी होलान्? ख्याल गरौँ। शिक्षक साथीहरू, के तपाईहरूले पनि कहिले विद्यार्थीहरूलाई मायाले सुमसुम्याउने, मुसार्ने, गाला चिमोट्ने यस्तै गर्ने गर्नुभएको छ? हामीले यसो गर्दा उनीहरू खुसी होलान्? ख्याल गरौँ। हामीलाई त यो सामान्य लाग्न सक्छ, लाग्छ कि हामीले खुब माया गरिरहेका छौँ, तर के हामीले सोचेका छौँ ती साना नानी बाबुहरूले यसलाई कसरी लिइरहेका छन्? पहिलो कुरा, ससाना नानी बाबुहरूको छाला एकदमै नरम र संवेदनशील हुन्छ। हामीले मायाले चिमोड्दा उनीहरूलाई चोट लाग्न पनि सक्छ। उनीहरूलाई त्यो स्पर्श मन परिरहेको हुँदैन, तर भन्न सक्दैनन्। गुरु त भगवान हुन् वा गुरुआमाले त माया गर्नुभएको हो भन्ने डर र सम्मानका कारण उनीहरूले ठाडै प्रतिवाद गर्न सकेका छैनन्, तर उनीहरू भित्रभित्रै उकुस मुकुस भइरहेका हुन्छन्। याद राखौँ, हरेक व्यक्तिको आफ्नो पर्सनल स्पेस हुन्छ। सानै उमेरदेखि विद्यार्थीहरूलाई आफ्नो शरीरमाथिको अधिकार बुझाउनु जरुरी छ। यदि हामीले नै उनीहरूको अनुमति बिना जथाभावी छुने वा चिमोट्ने, मुसार्ने गर्यौँ भने उनीहरूले भोलि बाहिरी संसारमा कसैले गलत मनसायले छुँदा पनि त्यसलाई माया नै गरेको हो भनेर सहने खतरा बढ्न सक्छ। हाम्रो दायित्व केवल अक्षर चिनाउनु मात्रै होइन, उनीहरूलाई सुरक्षित रहन सिकाउनु पनि त हो। उनीहरूलाई गुड टच र ब्याड टचको बारेमा स्पष्टसँग सिकाउनु पर्छ। भन्नु पर्यो नि, तिमीहरूलाई कसैले छुँदा तिमीहरूलाई अप्ठ्यारो लाग्यो, असहज लाग्यो भने त्यो गलत हो। आफ्नो शरीरको निजी अङ्गहरूमा कसैलाई पनि छुन दिनुहुन्न। यदि कसैले नराम्रो नियतले, नराम्रो महसुस हुने गरी छुन्छ भने तुरुन्तै तिमीहरूले नगर्नु न, हुन्न भन, हामीलाई भन या घरमा गएर बाआमालाई भन, यसरी सिकाउनु पर्छ। जब शिक्षक आफैले विद्यार्थीको शारीरिक सीमा, फिजिकल बाउन्ड्रीको सम्मान गर्न थाल्छौँ हामीले, तब मात्र हाम्रा विद्यार्थीहरूले अरूबाट त्यही कुरा अपेक्षा गर्छन् र त्यही कुरा सिक्छन्। माया व्यक्त गर्न धेरै तरिकाहरू छन्। मिठो मुस्कान दिन पनि सकिन्छ, ताली बजाइदिन सकिन्छ, प्रोत्साहन दिन सक्छौँ, गाला चिमोटेर होइन, गाला मुसारेर होइन। शिक्षक साथीहरू, सचेत बनौँ, विद्यार्थीको स्पर्शको सीमा बुझौँ, उनीहरूलाई सुरक्षित र स्वाभिमानी नागरिक बनाऊ।